आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश। चिन्हहरूले विश्वासलाई पछ्याउँछन्। जयमसी आज शनिबार मार्च 22 तारिक चैत 9 गते। आजको बाइबल खण्ड मर्कुसको पुस्तक 16 अध्यायको 20 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, प्रभुले तिमीहरूका साथमा काम गर्दै रहनुभयो र चिन्हहरूद्वारा वचनलाई सुदृढ पार्नुभयो। मर्कुसको पुस्तक यसरी अन्त्य हुन्छ, अनि ती चेलाहरूले गएर सबै ठाउँमा प्रचार गरे। प्रभुले तिनीहरूका साथमा काम गर्दै रहनुभयो, चिन्हहरूद्वारा वचनलाई सुदृढ पार्नुभयो। परमेश्वरको इच्छा बुझ्ने कुरा कुनै सटीक वा ठोस विज्ञान होइन, अनि हामी मध्ये सबैभन्दा आत्मिक रूपमा परिपक्व व्यक्ति समेत यसमा गलत हुन सक्छौं। तर तपाईले यो कुरामा भरोसा गर्न सक्नुहुन्छ, परमेश्वरले तपाईलाई मार्गदर्शन गर्न पवित्र आत्मा र धर्मशास्त्रको संयोजन प्रयोग गर्नुहुनेछ। जब तपाईले उहाँको वचन खोल्नुहुन्छ र आफ्नो हृदय खोल्नुहुन्छ, परमेश्वर तपाईसँग बोल्नुहुनेछ। त्यसपछि तपाईले त्यस अनुसार काम गर्नुपर्छ। आत्मिक गति प्राप्त गर्ने तरिका भनेको प्रार्थना गर्नु हो र त्यसपछि निर्णय लिनु हो। अनि निर्णय जति कठिन हुन्छ त्यसले त्यति नै धेरै गति सृजना गर्न सक्छ। हामी मध्ये अधिकांशले परमेश्वरले काम गरिरहनु भएको याद नगर्नुको मुख्य कारण यो हो कि हामी आफैले पनि काम गरिरहेका छैनौं। यदि तपाई परमेश्वरको काम हेर्न चाहनुहुन्छ भने तपाईले पनि कदम चाल्नु आवश्यक छ। तिनको सेवा कार्यको अन्त्यमा उनीहरूले कसरी आफ्ना जीवनद्वारा तिनले जस्तै प्रभाव पार्न सक्छन् भनी मदर टेरेसालाई तिनका प्रशंसकहरूले बारम्बार सोधेका थिए। तिनले प्राय 4 शब्दमा जवाफ दिन्थिन्, तपाईको आफ्नै कलकत्ता पत्ता लगाउनुहोस्। यसको अर्थ यो होइन कि तपाईका लागि परमेश्वरको इच्छा विदेशी भूमिमा मिसनरी बन्नु हो। त्यसो हुन पनि सक्छ, तर तपाई जहाँ बस्नुहुन्छ र जहाँ काम गर्नुहुन्छ त्यहाँ काम गर्न परमेश्वरले तपाईलाई बोलाउनु भएको छ भन्ने ठूलो सम्भावना छ। परमेश्वरले तपाईलाई ठूला कुराहरू गर्न भन्नु अघि उहाँले तपाईसँग भएको कुरा प्रयोग गर्न, तपाईले गर्न सक्ने कुरा गर्न र तपाई जहाँ हुनुहुन्छ त्यही सेवा गर्न भन्नुहुन्छ। त्यसकारण तपाईले पहिले गर्नुपर्ने साना कुराहरू के छन् जसले पछिबाट परमेश्वरले चाहनु भएको ठूला कुराहरूका लागि तपाईलाई तयार पार्छन्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह। आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। मोबाइल नम्बर 9851 811 47, 98 082 048 70। इमेल ठेगाना